नमस्ते, यहाँहरूलाई योगीस इङ्ग्लिस हबमा स्वागत छ। म ताराचन्द्र योगी। मैले केही दिन अगाडिबाट केही विद्यार्थीहरूको रिक्वेस्टमा इङ्ग्लिस बेसिक लेभलको इङ्ग्लिस ल्याङ्ग्वेज क्लास सुरु गरेको थिएँ। त्यही सन्दर्भमा मैले योभन्दा अगाडि बनाएको भिडियोमा इङ्ग्लिस स्पिकिङ स्किलमा इन्ट्रोडक्सन भन्ने पहिलो पाठ सम्बन्धी भिडियो बनाएको थिएँ। त्यसमा मैले केही परिचय लिने प्रश्नहरू समावेश गरेको थिएँ, एउटा डायलग पनि राखेको थिएँ कुराकानी। अनि मैले त्यसमा होमवर्क दिएको थिएँ। त्यो डायलग कुराकानी सुनिसकेपछि आफूले पनि यस्तै खालको एउटा कृत्रिम कल्पना गरेर यस्तै खालको वार्तालाप, यसै गरेको परिचय सम्बन्धी कुराकानी लेख्नुहोला, लेखेर मलाई फोटो पठाउनुहोला भनेर भनेको थिएँ। हो, त्यही क्रमलाई अब अगाडि जोड्दै हामीले युनिट 1 इन्ट्रोडक्सन पढिसकेका छौँ। आशा छ अब तपाईहरूले कसैले तपाईँलाई परिचय सम्बन्धी केही प्रश्न गर्यो भने उत्तर दिन सक्नुहुनेछ र तपाईले पनि कसैको परिचय लिनु पर्यो भने प्रश्नको माध्यमबाट, ती प्रश्नहरूको माध्यमबाट सामान्य परिचय लिन सक्नुहुन्छ। बेसिक भनेको सामान्य बोलचाल हो। यसमा हामीले म पर्फेक्टै भइहाल्छु भन्ने चाहिँ आशा लिनु हुँदैन। त्यसको लागि हाम्रो अरू पुरा कोर्स गर्नुपर्छ। त्यसको लागि इन्टरमिडिएट, एडभान्स लेभल कोर्सहरू छन्। र मलाई लाग्छ त्यो परिचय सम्बन्धी वार्तालाप सुनिसकेपछि त्यो भिडियोपछि तपाईहरूले आफ्नो वार्तालापहरूमा कुराकानी परिचय गर्न सक्नुहुन्छ। मैले भनिरहेकै छु, बेसिक हो। यसमा जसले पनि भर्ना लिन सक्छ, जसले पनि यो पाठबाट सिक्न सक्छ केही। अनि त्यही भएर मैले नेपालीमा पनि बोलेको छु। कसैमा यो भ्रम नजाओस्, अङ्ग्रेजी सिकाउन बसेको छ सर अनि आफूले त नेपाली बोलेको छ भन्ने नहोस्, होइन। बिचमा हेर्नुभयो, सुन्नुभयो भने यस्तै होला। एनिवे आजको हामीले दोस्रो पाठ अङ्ग्रेजी बेसिक इङ्ग्लिस ल्याङ्ग्वेज को बेसिक लेभलको स्पिकिङ स्किलको दोस्रो पाठ मैले सुरु गर्न गइरहेको छु। यो पाठको नाम हो एटिक्वेट। एटिक्वेट भनेको शिष्टाचार। जस्तै नेपाली भाषामा पनि हामीले आफूभन्दा ठुलाको अगाडि जाँदा चाहिँ आफूलाई सभ्य रूपमा प्रस्तुत गर्छौँ। त्यसै गरी अङ्ग्रेजी भाषामा पनि सभ्यताबाट सम्बन्धित केही वाक्यांशहरू हुन्छन्, केही वाक्यहरू प्रयोग गरिन्छ। त्यो विषयमा आज हामी यो पाठमा पढ्नेछौँ। हामीले बिहानै अथवा पहिलोचोटिको कसैसँग भेट भयो भने बिहानको समयमा हामीले नेपालीमा नमस्ते, नमस्कार भन्छौँ। अङ्ग्रेजीमा गुड मर्निङ भन्न मिल्छ। त्यसको पछाडि हामीले सम्बन्धवाचक शब्दहरू पनि लगाउन सक्छौँ नातागोता अनुसार। जस्तै गुड मर्निङ सर, गुड मर्निङ म्याडम, गुड मर्निङ पार्टनर, गुड मर्निङ फ्रेन्ड, होइन भनेर पनि उनको चाहिँ हामी स्वागत गर्न सक्छौँ पहिलोचोटि भेट्दा नमस्तेको सट्टामा। त्यसपछि कसैले त्यो भनिरहँदा सुन्ने मान्छेले पनि उत्तर फर्काउन सक्छ। त्यो उत्तर यसरी हुन सक्छ, गुड मर्निङ फ्रेन्ड, गुड मर्निङ सर पनि हुन सक्छ। त्यसै गरी बिहान राति 12 बजेदेखि बिहान दिउँसोको 12 बजेसम्म हामीले नमस्ते सट्टामा गुड मर्निङको प्रयोग गर्छौँ पहिलोचोटि भेट हुँदा। अनि यही क्रमलाई अगाडि बढाउँदा 12 बजेपछि लगभग 3 बजेसम्मको समयलाई हामी गुड नुन भन्ने गर्छौँ। गुड नुन भनेको दिउँसोको नमस्ते सर भने जस्तै हो। यसमा पनि हामीले पछाडि सम्बन्धवाचक शब्दहरू प्रयोग गर्न सक्छौँ, गुड नुन सर। अनि 3 बजेपछि अथवा अनुमान हो है, ठ्याक्क होइन, 3 बजेपछि 5 बजेसम्म त्यो टाइमलाई दिउँसोमा गर्मीको दिनहरूमा आफ्टरनुन भन्न मिल्छ। गुड आफ्टरनुन सर, गुड आफ्टरनुन म्याडम, गुड आफ्टरनुन राम, गुड आफ्टरनुन चिल्ड्रेन, होइन। त्यसपछि साँझ परे जस्तो लाग्यो भने
पहिलोपटक भेट हुँदा हामीले साँझ भयो जस्तो लाग्यो भने लगभग 5 बजे पछाडिको समयलाई गुड इभिनिङ सर, गुड इभिनिङ फ्रेन्ड भनेर हामी पहिलोपटक भेट हुँदाखेरि उहाँहरूको अभिवादन गर्छौँ अङ्ग्रेजीमा। अनि यो त भयो अभिवादनका कुराहरू हैन। त्यसपछि हामीले अरू जस्तै छुट्टिनेको बेला भयो हैन, छुट्टिँदाखेरि हामीले बाई, गुड बाई, अलविदा, फेरि भेटौँला हैन, सी यू अगेन भन्ने कुराहरू गर्छौँ बिदायको लागि जाँदाखेरि, छुट्टिँदाखेरि। रातिमा अब हामीले रातिमा भेट हुँदैन जस्तो लाग्यो, अब छुट्टियौँ राति नै, अब भोलि नै भेट हुन्छ भने हामीलाई शुभरात्रि भन्ने गर्छौँ। त्यो शब्दको लागि हामी गुड नाइट प्रयोग गर्ने गर्छौँ। गुड नाइट सर, गुड नाइट म्याडम, गुड नाइट फ्रेन्ड, गुड नाइट पार्टनर भनेर शुभरात्रि भन्ने गर्छौँ। अब हामीले अरू अगाडि जाँदाखेरि नेपालीमा त त्यस्तो छैन, तर अङ्ग्रेजी भाषामा के छ भने साना साना कुराको लागि पनि माफी माग्ने चलन छ। गल्ती भएकोमा हैन, अस्पष्ट गल्तीमा पनि माफी माग्ने चलन। जस्तै तपाईँ जाँदै हुनुहुन्थ्यो, अलिकति छोइहाल्नुभयो कसैलाई भने नि सरी भन्ने चाहिँ चलन छ। सरी भनेको माफ पाऊँ। अब यसमा पनि वही अभिवादन, यसमा पनि सम्बन्ध सूचक शब्दहरू जस्तै सरी म्याडम, सरी सर, सरी बोय, सरी माई चाइल्ड भनेर पनि हामीले आफूलाई पोलाइट, विनम्र देखाउनका लागि हामीले यी शब्दहरू प्रयोग गर्ने गर्छौँ। हामी बेसिकमा छौँ, सामान्य कुराहरू हुन्, त्यही भएर सामान्य कुरा पढाइरहेका छौँ। अनि त्यसै गरी अब अलिकति बढी नै गल्ती भयो जस्तो लाग्यो भने पनि भन्यो भने चाहिँ हामीले आई एम रियली सरी, म साँच्चीमा दुःखी छु, आई एम एब्सोल्युटली सरी, आई एम सरी, आई एम एक्चुअली सरी भनेर पनि हामी भन्नेछौँ। अब प्रोनाउन्सिएसनको अनि सरी भन्ने चाहिँ हो हैन। अनि गल्ती भयो भने हामीले ए सरी, आई एम सरी, आई एम रियली सरी, आई एम भेरी मच सरी भनेर पनि हामी भन्न सक्छौँ। अब अर्को कुरा छ, जस्तै मानौँ कसैले कुराकानी गर्दै थियो, तपाईँले सुन्न सक्नु भएन, त सुन्न पाउनु भएन, बुझ्नु भएन भने फेरि एकपटक भनिदिनुहोस् कि भन्नु पर्यो भने पार्डन सर भन्नु मिल्छ, PARDON, पार्डन। वाट, सरी भन्ने त भन्नेछन्, तर मलाई लाग्छ पार्डन सब एक्चुअल साँच्चीको शब्द हो जुन पार्डन जसले सही अर्थ दिन्छ। अब यसको पुरै सेन्टेन्स हुनसक्छ, आई बेग योर पार्डन सर। तपाईँले यो भन्नुभयो भने आई बेग योर पार्डन सर, आई बेग योर पार्डन मिस, त भन्ने मान्छेले के बुझ्छ भने यसले बुझेनछ, फेरि रिपिट गर्छ हैन, त पार्डन सर हो। अहिलेसम्म हामीले के पढ्यौँ? गुड मर्निङ, गुड नुन, गुड आफ्टरनुन, गुड इभिनिङ, गुड नाइट, बाई बाई, गुड बाई र सरी र पार्डन हैन। अब त्यसै गरी हामीले कसैको कुराहरू, चिजहरू हामीले छुँदा अनुमति लिनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीले मेको प्रयोग गर्ने गर्छौँ। मे आई सिट हियर, के म यहाँ बस्न सक्छु? एक्सक्युज मी, मे आई युज योर पेन, माफ गर्नुहोला अथवा क्षमा पाऊँ, के म तपाईँको कलम प्रयोग गर्न सक्छु? त्यसै गरी अरू पनि तरिका हुन्छन्। अब यो चाहिँ हामीले बेसिक कुरा, सामान्य कुरा धेरै सिकाइने अलमल्ल हुन्छन्, त्यही भएर सामान्य कुराहरू मैले भने। अर्को कुरा के छ भने तपाईँ इङ्ग्लिसमा यो एटिक्वेटभित्र तपाईँले लाई कसैले के काम गरिदियो, तपाईँलाई उसले कसैले के गुण लगायो भने तपाईँले तुरुन्तै आफ्नो कृतज्ञता व्यक्त गर्नुपर्छ। त्यो कृतज्ञता व्यक्त गर्नको लागि प्रयोग हुने शब्द थ्याङ्क यू हो। थ्याङ्क यू सर, धन्यवाद सर हैन, थ्याङ्क यू धन्यवाद हुन्छ, थ्याङ्क यू भेरी मच सर, धेरै धेरै धन्यवाद सर हैन, अनि भनेर चाहिँ हामी भन्छौँ। कसैले तपाईँलाई अब कृतज्ञता देखायो हैन, तपाईँले थ्याङ्क यू कसैले भन्यो भने तपाईँले पनि केही न केही उत्तरमा भन्नुपर्छ। इट्स अल राइट, ठिक छ, मेन्सन नट, केही छैन, इट डजन्ट म्याटर, केही छैन भन्न पनि मिल्यो। अथवा थ्याङ्क्स अ लट तपाईँले पनि भन्न पाइयो। कसैले तपाईँलाई सरी भन्यो, त्यसले उसको भनाइ के हुन्छ नि, मैले गल्ती भयो, मैले नथाहा पाएर गरेँ, माफ पाऊँ भनेपछि तपाईँले केही न केही भन्नुपर्छ। न त तपाईँलाई असभ्य
रियुड भन्छ कि असभ्य ठानिन्छ। त्यही भएर तपाईँले कसैले सरी आइएम रियली सरी भनेपछि तपाईँले पनि केही छैन भइहाल्छ नि भन्ने जस्तै नेपालीमा इङ्ग्लिसमा इट्स अल राइट डजन्ट म्याटर मेन्सन नट भन्नुपर्छ। अथवा युआर वेलकम भनिन्छ होइन, थ्याङ्क यू भेरी मच युआर वेलकम पनि भन्न मिल्यो। सरीमा पनि त्यही उत्तर हुन्छन्। अब यो चाहिँ हामीले सामान्य कुराहरू गऱ्यौँ। अघि मैले भने अनुमति लिनको लागि मेको हामी प्रयोग गर्छौँ होइन। अब यहाँनिर तपाईँको थुप्रै अरू पनि कुराहरू हुन्छन्, तर चाहिँ सामान्यतः हामीले यी बिहानमा चाहिँ गुड मर्निङ गुड आफ्टरनुन भने जस्तै यी अभिवादनका शब्दहरू, त्यसपछि गल्ती भएमा क्षमा माग्ने सरी आइएम रियली सरी होइन। अनि कसैले सरी भनेपछि त्यसको जवाब दिने, कसैले तपाईँलाई केही काम गरिदियो भने तपाईँ उसको ऋणी हुनुहुन्छ थ्याङ्क्स थ्याङ्क यू भन्ने। अब नो थ्याङ्क्स भन्ने पनि प्रयोग छ होइन। नो थ्याङ्क्स भनेको के छ भने अब पर्दैन भन्ने अर्थमा जान्छ होइन। जस्तै कसैले तपाईँलाई केही थप्दैछ अथवा पुग्यो भन्ने अर्थमा नो थ्याङ्क्स हुन्छ होइन। अथवा मलाई चाहिँदैन भन्ने अर्थमा नो थ्याङ्क्स। जस्तै वुड यु लाइक टु ह्याभ अ कप टी, वुड यु लाइक टु ह्याभ अ कप अफ टी, के तपाईँले एक कप चिया लिन मन पराउनु होला? नो थ्याङ्क्स आई हेभ अलरेडी टेकन, भयो धन्यवाद मैले पहिला नै लिइसकेको छु भन्ने चाहिँ कुराहरू हुन्छ। त अबदेखि चाहिँ हामीले कसैको कोठामा पस्नुभन्दा अगाडि पनि पर्मिसन लिएर मे आई कम इन सर, के म भित्र आउन सक्छु श्रीमान, मे आई सिट हियर, के म यहाँ बस्न सक्छु, के म तपाईँको अलिकति समय लिन सक्छु, मे आई डिस्टर्ब यु होइन। अनि भन्ने शब्दहरू प्रयोग गर्नुपर्छ। त्यसै गरी तपाईँले कसैसँग सुरुमै बोल्दाखेरि झाप्पै बोल्नुभन्दा पनि हेलो हाउ आर यु, हेलो माई फ्रेन्ड्स, हाई भनेर पनि तपाईँ अर्काको ध्यान आकर्षण गर्न सक्नुहुन्छ होइन। अथवा एक्सक्युज मी भनेर पनि भन्न सक्नुहुन्छ, एक्सक्युज मी मे आई सिट हियर, एक्सक्युज मी इज दिस योर पेन हो। अब इङ्ग्लिसमा स्पोकनमा मेन कुरा भनेको के हो भने तपाईँको प्रोनाउन्सिएसन हो, स्पिड हो, फ्लुएन्सी हो है। त्यही भएर जस्तै अघि मैले भने अब सानो यी कुराहरूमा समेटेर सानो म एक्जाम्पल दिन्छु वार्तालापको कुराकानी जस्तै होइन। हेलो गुड मर्निङ राम, हाउ आर यु, आइम फाइन, बाई द वे आर यु गोइङ टु स्कुल, नो आइम नट गोइङ टु स्कुल, आइम गोइङ टु हस्पिटल, oh what has happened, my mother is sick, I'm going to see her, okay you can go, okay thank you, see you again, nice to meet you भन्यो अनि सक्यो। नाइस टु मिट यु भनेको भेटेर खुसी लाग्यो, सी यु अगेन भनेको फेरि भेटौँला। अनि यस्तो कुराहरू हुन्छन्। त आजको पाठमा हामीले एटिक्वेटमा यी कुराहरू पढ्यौँ। अब यो मेरो भिडियोलाई तपाईँले बेलामा खोलेर हेर्दा अनि त्यहाँ नोट गरेर अनि मैले शिष्टाचारका कतिवटा शब्दहरू प्रयोग गरेँ। सी यु अगेनको प्रयोग कहाँ हुन्छ, नाइस टु मिटको प्रयोग कहाँ गरिन्छ होइन, नो थ्याङ्क्सको प्रयोग कहाँ गरिन्छ, 12 बजेपछि साँझसम्मलाई अभिवादन गर्नका लागि नमस्ते सत्तामा कुन शब्द प्रयोग गरिन्छ भन्ने कुराहरू नोट गर्नुहोला र आफूले गरेका नोट्सको फोटो खिची मलाई व्हाट्सएपमा सेन्ड गर्नुहोला। ओके स्टे ह्याप्पी, थ्याङ्क यू एन्ड वेट फर द नेक्स्ट भिडियो।